डे 5 अफ विन्डोज फन्डामेन्टल कोर्स 3वटा यस्तो सर्टकट की जसको प्रयोग गरेर हामी सजिलैसँग कम्प्युटरलाई सटडाउन गर्न सक्छौँ। नम्बर 1 मा रहेको छ विन्डोज प्लस एक्स। अनि त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ, यहाँ तल आउनुस्, यहाँ सटडाउन भन्ने तपाईले देख्न सक्नुहुन्छ, इन्टर गर्नुस्। अनि त्यसपछि यहाँ तपाईले सटडाउन गर्न सक्नुहुन्छ, स्लिप गर्न सक्नुहुन्छ, साइन आउट गर्न सक्नुहुन्छ, रिस्टार्ट गर्न सक्नुहुन्छ। नम्बर 2 मा रहेको छ अल प्लस F4। कम्प्युटरबाट हो भने चाहिँ अल प्लस F4 ले काम गर्छ। तर यदि तपाईँ ल्यापटपबाट हो भने चाहिँ यहाँ तपाईले फंक्सन की पनि देख्न सक्नुहुन्छ। सो अल प्लस फंक्सन प्लस F4 की एकैचोटी थिच्ने, अनि त्यसपछि तपाईले यहाँ सटडाउन गर्न सक्नुहुन्छ। नम्बर 3 मा रहेको छ स्लाइड सटडाउन। राइट क्लिक गर्नु होला, अनि त्यसपछि यहाँ तपाईले न्यू भन्ने देख्न सक्नुहुन्छ। न्यू मा जानुस्, सर्टकट तपाईले देख्न सक्नुहुन्छ, क्लिक गर्नुस्। जसरी मैले टाइप गरेको छु तपाईले पनि त्यसरी नै टाइप गर्नु होला। अनि त्यसपछि नेक्स्ट गर्नुस्। अनि त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ स्लाइड टु सटडाउन डट exe भनेर। त्यसपछि फिनिश गर्नुस्। यहाँ तपाईले माथि पाउनुहुन्छ, यसमा डबल क्लिक गर्यो भने अब यसरी तपाईले यो तल तानेर पनि सटडाउन गर्न सक्नुहुन्छ है। कहिलेकाहीँ हामीलाई यो आइकन मन नपर्न सक्छ, यो आइकन पनि तपाईले चेन्ज गर्न सक्नुहुन्छ। राइट क्लिक गर्नुस्, तपाईले यहाँ प्रपर्टिज भन्ने अप्सन पाउनुहुन्छ यहाँ माथि, यसमा क्लिक गर्नुस्। अनि त्यसपछि यहाँ तपाईले चेन्ज आइकन भन्ने पनि पाउनुहुन्छ, यसमा क्लिक गर्नुस्, ओके गर्नुस्। अनि त्यसपछि यो आइकन तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ, ओके गर्नुस्। यहाँ तपाईले माथि पाउनुहुन्छ, यसमा अब डबल क्लिक गर्नुस्। यसलाई अब तल ट्यागका तान्दिएपछि सटडाउन हुन्छ। फलो गर्नु होला।